हेलो साथीहरू, के छ खबर? सन्चै हुनुहुन्छ? म चाहिँ एकदमै ठिक छु। अनि फाइनल्ली मेरो च्यानलमा तपाईँलाई स्वागत छ। नयाँ भिडियोको साथमा फेरि पनि आइसकेको छु। अनि आज चाहिँ म ठ्याक्कै पानी खोल्न जान लागेको छु। अनि यस्तै पिपलको पोट मुनिबाट चाहिँ भ्लग गर्दैछु। अनि आज चाहिँ अब पानी आज सक्यो 3-4 दिनमा। अनि फेरि अब खोलेर आएर भाँडा भर्नुपर्ने हुन्छ मैले। अनि यता चाहिँ बाइक, अनि आज चाहिँ बाइक आएछ। अनि तिम्रो बाइक देऊ न, म त्यहाँ पानी खोल्न जान्छु भनेर अनि डाङडुङ बाँगेर हिँडिहालेको खोल्नलाई। अनि बाइकमा भयो भने अलिक छिटो हुन्छ नि त। ल साथीहरू, अब मैले चाहिँ खाना बनाउनु पर्ने हुन्छ। अनि आज चाहिँ मैले तरकारी यता काटेर ठिक्क पारेँ। यता छ हाम्रो खाना पाक्दैछ मजाले, गोले चुलोमा उम्लिँदैछ खाना चाहिँ। पाक्दैछ साथीहरू, दुध पनि दामी पारामा यता तर लागेर बसिरहेको छ। अनि यता तरकारी पनि पाक्दैछ। ल यसरी हुँदैछ हो साथीहरू, यस्तै हुँदैछ साथीहरू। अहिले चाहिँ म खानासाना खाएर पानी बन्द गर्नको लागि चाहिँ माथि जाँदैछु। र खाना खाएर अहिले चाहिँ अब पानी पनि भरिसकेँ। अब खाना खाइसकेर चाहिँ अब पानी बन्द गर्नुपर्ने हुन्छ मैले। ल लेट्स सी। अहिले चाहिँ अब बाइकहरू पनि छैन, हिँड्दै काम चलाउनु परेको छ। अघि चाहिँ साथीको बाइक थियो, अनि मागेर पानी खोल्न चाहिँ आएको थिएँ। अहिले चाहिँ अब साधनहरू पनि केही छैन, हिँड्नु पनि पर्छ। सधैँ सुविधा मात्र खोजेर पनि हुँदैन। लेट्स सी। ल साथीहरू, पानी सानी बन्द नगरेर अहिले चाहिँ म फर्किसकेको छु साथीहरू। अनि त्यो बाटो चाहिँ पिच भयो भने उकालो छ क्या, अनि जस्तो सस बढिरहेछ। अनि हेर्नु न, यो पाइप चाहिँ पाइप हुँदै चाहिँ हाम्रो घरसम्म पानी जान्छ। अनि यो खोला छोड्नुको कारण चाहिँ किन भन्दा यो हामीले यो खनेर अनि यो हेरेको हो क्या। पानी खोल्दा पानी त जान्छ, त्यस्तो सानो बाटो जस्तो लाग्दैन। उतातिर त्यो ट्याङ्कीमा चाहिँ पानी नै रित्तिन्छ अरे क्या। पानी हाम्रोतिर खोल्ने बित्तिकै अनि थापेपछि रित्तिहाल्छ नि भन्नु होला, त्यस्तो होइन क्या। हाम्रो धारामा बन्द गरे पानी नै रित्तिन्छ अरे। अनि त्यो भएर चाहिँ नत्र भने चाहिँ 24 घन्टा हाम्रो पानी जान्थ्यो। अनि अहिले चाहिँ त्यो कारणले गर्दाखेरि अनि खोल्ने बन्द गर्नु परेको छ क्या। अनि त्यहाँ अघि त्यो पाइप पनि सबै पुरेर लगेको थियो। अनि त्यहाँनिरतिर चाहिँ भित्रभित्र फुटेर भित्रभित्र गयो कि भनेर त्यो पाइपहरू चाहिँ त्यहाँनिर, अनि त्यहाँ पनि भेटिएन। अनि खन्दा कति पनि भेटेकै छैन। अनि अब कति लामै टुर छ क्या। अनि त्यो सबै अब खोतालेर हेर्नुपर्ने भएको छ क्या। अब पाइपहरू चाहिँ अब कति दिन लाग्छ थाहा नै छैन। अब कहाँनिर फुट्या छ देखिँदैन, शङ्खा लागेको ठाउँमा यसो हेऱ्यो त्यहाँ पनि फुट्या छैन। अनि त्यस्तै भइरहेछ। नत्र भने चाहिँ यस्तो खोल्ने बन्द गर्नै पर्दैन थियो क्या। पानी चाहिँ 24 घन्टा जान्थ्यो। अनि आफूलाई धारोमा जतिखेर मन लाग्यो त्यतिखेर खोल्न नि मिल्थ्यो। त्यो भएर चाहिँ अलिक समस्या भइरहेछ। अनि त्यस्तो यो उतार्नको लागि, पाइप उतारेर हेर्नको लागि पनि अब त्यस्तो बलियो मान्छेहरू गाउँतिर त्यस्तो हामीले खानेपानी मान्छेहरू त्यस्तो कोही छैन। अब सबै अलिक बुढापाका मात्र छन्। अनि समस्या भइरहेछ। अब बिस्तारै गर्नुपर्छ यो काम पनि। अब त्यसो भनेर पनि भएन, बिस्तारै कति सकिन्छ दिनमा त्यति चाहिँ अब गर्ने भनेर चाहिँ सल्लाह भएको छ। अब त्यसपछि चाहिँ गर्नुपर्ने हुन्छ। अनि चाहिँ पानीको ढुक्क हुन्छ है साथीहरू, त्यही हो। अहिले चाहिँ म बारीतिर हिँडिसकेको छु नाम्लो हँसिया लिएर।
मेरो चाहिँ साथी भनेको हाम्रो यता कुकुर छ। अब मान्छेहरू त भनेको कोही पनि छैन, म जस्तो केटाहरू। तै पनि कहिलेकाहीँ त साथीहरू लास्टै बोर लाग्छ यार, लास्टै बोर जस्तो लाग्छ। अनि एक्लै छु गाउँतिर, अनि सँगैको साथीहरू पनि खासै कोही छैन। अनि घरिघरि त अनि उमेर छँदै नगरे चाहिँ कहिले गर्ने होला। अहिलेसम्म सोचे जस्तो केही पनि भएको छैन। अनि आर्थिक इन्कम स्रोतहरू पनि केही पनि छैन। अनि बिरामी भयो भने अनि कुनै केही अवस्थाहरू आइलाग्यो भने होइन, अब आजभन्दा भोलिभन्दा त अब बिहे गर्ने बेला पनि हुन लागिसक्यो। अनि त्यो टाइममा चाहिँ कसरी ह्यान्डल गर्ने, अनि कसरी चाहिँ यो कुराहरूलाई चाहिँ सहज तरिकाले अगाडि लग्ने भनेर चाहिँ गाह्रो भइरहेछ। त्यस्तै हो साथीहरू, अब सबै सोचेको आँटेको जस्तो पनि हुँदैन। अब कहिलेकाहीँ जति स्ट्रगल गरे पनि म यस्तो गर्छु, यस्तो बन्छु, म अरूभन्दा फरक हुन्छु, अरूको भन्दा चाहिँ म केही गरेर अगाडि बढ्न चाहन्छु भन्यो भने पनि अब दिन यस्तै छ। अब दिनहरू चलिरहेको छ दुःख सुख गाउँतिर। अनि गाउँतिर भने चाहिँ अब खाने बस्ने हिँड्ने त्यति मात्र हो, अरू इन्कम स्रोत भनेको गाउँतिर हुन्न। के भन्ने अब यस्तै यस्तै छ। ल स्याउलाहरू पनि काटेर अब म चाहिँ घरतिर लग्दैछु। भारी पनि गरम गरम नै छ। अनि अब यस्तै छ साथीहरू, घाँस स्याउला काट्यो अनि उकाली ओह्राली गऱ्यो गाउँतिर। के गर्ने, यसरी यसरी नै दिनहरू चल्दैछ। अब यति लगेपछि त बाख्राहरूले पनि खान्छ, अनि भैँसीहरूलाई पनि खुवाउनको लागि एकदमै राम्रो हुन्छ। आजभोलि अरू हरियो घाँसहरू त पाउँदैन, सबै सकिसक्यो। यतातिरको घाँसहरू पनि अब त्यो स्याउलाहरू मात्र हरियोहरू अलिअलि पाउनु भनेको। मजाले हालिसकेपछि भैँसीको दुध पनि मजाले आउँछ। त्यही हो चेस। अब घाँस काट्यो, स्याउला काट्यो, भकारो सोर्यो, अनि यसो मोबाइल हेऱ्यो, अनि दिन कटायो। हुन त अब यो उमेरमा भनेको ठाउँमा गएर देश विदेश गएर पैसा कमाउने उमेर हो। अनि अब देश विदेश चाहिँ के भने गइसकेपछि अलिकति राम्रो कमाइ हुने ठाउँमा जाऊँ, अनि 5-10 वर्ष दुःख गरिसकेपछि पछिको लागि चाहिँ अलिक सेटल हुनु भइयोस् भन्ने हिसाबले चाहिँ जान खोजे हो। अब जाने अनि 20-30 हजारको जागिर खाने विदेश गएर पनि, अनि यता बुवा मम्मीहरूलाई हेर्दा, घर परिवार सबैजनालाई हेर्दाखेरि अनि त्यो जस्तो खाली गएको, अनि फर्केर आउँदाखेरि पनि त्यस्तै खाली भयो भने त अनि आफ्नो फ्यामिली छोडेर विदेश गएको त केही मान्यता हुँदैन नि। त्यही भएर चाहिँ गएपछि अलि राम्रै देशमा जाऊँ सोचेर विचार गरेर, बरु ढिला भए पनि केही हुन्न भनेर चाहिँ अनि नगएको जोस्। अनि काठमाडौँतिर नि खास चाहिँ अब अरूको कामहरू चाहिँ मलाई त्यस्तो गर्न पनि त्यति धेरै मन लाग्दैन क्या साथीहरू। अनि मलाई चाहिँ अरूको काममा म त्यति खुसी नै हुन सक्दिनँ क्या। अनि त्यो भएर पनि गाउँतिर बसिरह भनौँ न। अनि ट्राई गरेको ठाउँहरूमा पनि प्रायः सक्सेस भएन अहिले। मेहनतहरू त भरपुर गरेको नै हो। अब मेहनत पुगेन भनौँ कि ब्याड लक भयो भनौँ कि अब यो पुगेन अनि त्यस्तै भएर अल्झिरहेको छु गाउँघरतिरै। त्यही नै हो। अब यतैतिर त्यस्तै घाँस स्याउला काट्ने, गोजीमा 2 रुपियाँ छैन, खै के भने जस्तो
त्यही हो ल साक्षीहरू है त ल जहाँ भए पनि खुसी हुनु पर्यो त्यही हो धेरै पैसाको लोभमा पछि पर्यो भने पनि मान्छेहरूले सम्बन्धलाई बिर्सिन्छ सबै कुरालाई बिर्सिन्छ त्यही भएर यस्तो कुराहरूमा पनि धेरै पर्नु पनि हुँदैन